सबको भयो परगति मेरो मात्रै दुर्गति दया देखाऊ भगवान दर्याम दर्याम मकै बारी दर्याम दर्याम लहै हरिया काँक्रा कर्याम कर्याम। इन्द्रेणीमा पनि एउटा कार्यक्रम थियो, त्यहाँ पनि गायो। घन्टोकै भन्ने गीत पनि आएको थियो। यो मकै बारी दर्याम दर्याम भन्दा अगाडि मलाई कामी दाइको घन्टोकाइले पनि केही मान्छेहरूसँग चिनाइदिने गीत चाहिँ हो मेरो त्यो। ए छुच्ची 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 रहेछौ नानी, ए जति माया गरे नि अरूलाई माया गर्छु नभन्नी कस्तो रहेछ बानी, ओइ माया गर्छु नभन्नी कस्तो रहेछ बानी। गीत चलिसकेपछि अलिकति अझ करोड कलममा पुगेपछि गायिका बहिनीलाई चाहिँ गौठी किनिदिन्छु भन्ने र बाचा गर्नु भएको छ भन्ने कुरा आछ। त्यो त जिस्केर बोलेको कुराहरू हो। अब त्यो कति नै पैसा आउँछ युट्युबमा होइन, उहाँहरूलाई दिनलाई त आफ्नै लगानी उठाउनु ठिक्क होला जस्तो छ। आशिकार न आरैछौ भोकाइ कामी दाइको कस्तो छ घन्टोकाइ आइया 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 आइया। सङ्घर्ष त अब त्यही हो, मान्छे जबसम्म सफलतामा पुग्न पाएको हुन्न तबसम्म धेरै दिनहरू तनावहरू लिने, टेन्सनमा बस्ने, कतिपय गीतहरू नचलिरहँदाखेरि आफूलाई पनि एउटा छुट्टै तनावहरू हुने, त्यो हरेक कुराहरू हुन्छ। त्यो मेरो जीवनमा पनि कहिले सुख कहिले दुःख, नर्मल्ली आँसु आँसु त भइ नै रहन्छ। रहेछ नि भोको मजैले टोको लामखुट्टेले मजैले टोको। मकै बारी दर्याम दर्याम फरक भाषा, अलिकति पूर्वको मान्छेले सुन्दाखेरि ओहो के हो यो दर्याम दर्याम होइन भन्ने पनि लाग्ने, मान्छेलाई अलिकति बुझ्न पनि गाह्रो गाह्रो। तपाईँलाई यो दर्याम दर्याम गीतले अहिलेको जुन लोकप्रियता हासिल गरिरहेको छ यो उचाइमा पुग्छ भन्ने लागेको थियो? यति धेरै चल्छ भन्ने त थाहा थिएन, तर केहीसम्म चाहिँ मान्छेहरूलाई चाहिँ टच चाहिँ गर्छ भन्ने चाहिँ दिमागमा आएरै लगानी गरेको हो खास होइन। तर यति धेरै यो सफलतामा पुग्ला, यति धेरै माया पाइएला भन्ने त त्यो त अब कल्पना गर्न नसक्ने कुरा हो। सबको भयो परगति मेरो मात्रै दुर्गति दया देखाऊ भगवान दर्याम दर्याम ए मकै बारी दर्याम दर्याम लहै हरिया काँक्रा कर्याम कर्याम मकै बारी दर्याम दर्याम हरिया काँक्रा कर्याम कर्याम ओहो दर्याम 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 दर्याम। दर्शकबिनहरू तपाईँले थाहा पाइसक्नुभयो होला आज हामीसँग को हुनुहुन्छ भनेर। पछिल्लो समयको सोसल मिडिया टिकटक जताततै एकदम चर्चित गीत दर्याम दर्यामका गायक हुनुहुन्छ विशाल सोनी। सबैलाई नमस्कार छ, सबैलाई धेरै माया छ, धेरै सम्मान छ, मकै बारी दर्याम दर्याम छ। यो दर्याम दर्याम भन्ने गीत चाहिँ कसरी बन्यो, कहानी के छ यसको? यसको कहानी अब यसको सर्जक मेरो प्रिय भाइ सन्दीप सेन्चुरीलाई धेरै सम्मान छ। उहाँले एउटा साथीहरूसँग त्यो झ्याउरे तालमा गीतहरू गाइरहँदाखेरि उहाँले त्यो गीत बनाउँदै गर्दाखेरि ठ्याक्कै उहाँको दिमागमा त्यो गीत बनाइरहँदाखेरि ठ्याक्कै आएको शब्द हो अरे, त्यसरी उहाँले यो गीतलाई बनाउनु भएको। यो दर्याम दर्यामको सिर्जना गर्ने मान्छे चाहिँ हाम्रो सन्दीप सेन्चुरी भाइ हुनुहुन्छ। बाँकी मैले त्यो गीतको शब्दहरू बनाउने, त्यो गीतलाई मेलोडीलाई अझै राम्रो तरिकाले त्यसको रङ्गवन दिने कामहरू मैले गरेको हो। भनेपछि यो गीत चर्चित भइसक्यो हो। टिकटक कतिसम्म टिकटक बन्यो होला यसको? यसको मैले ठ्याक्कै हिसाब त गरेको छैन, त्यही 3-4 लाख त पुगेकै होला टिकटकहरू त सायद। युट्युबमा पनि अहिले 2 हप्ताभन्दा बढी भइसक्यो ट्रेन्डिङ नम्बर 1 मा छ। ट्रेनिङ नम्बर 1 पनि यसरी भयो फेरि पहिला ट्रेनिङ नम्बर 1 मा 1 हप्तासम्म बस्यो, फेरि तपाईँको अर्को एउटा गीत आयो, त्यो गीतले ठ्याक्कै 1 मा गयो होइन। अनि त्यो भइसकेपछि त्यो 4 दिन जति त्यो गीत लगभग ट्रेनिङ 1 मा बस्न पाएको थिएन, फेरि अहिले ट्रेनिङ 1 मा गएर बसिया छ कि मकै बारी दर्याम दर्याम त त्यस्तो छ। गीत यति चर्चित भइरहेको चाहिँ तपाईँलाई कस्तो लागिरहेछ? म त धेरै खुसी छु, धेरै अब के भनौँ, खुसीको कुनै सीमा नै छैन। यति माया गरिदिनु भएको छ, यति एउटा साथ सपोर्ट गरिदिनु भएको छ, हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। धेरै खुसी छु। यो गीत चर्चित बनिसकेपछि तपाईँलाई मेला महोत्सवमा पनि अफर राम्रै आइरह होला। अब यस्तो छ एउटा कस्तो भन्ने, अब अहिले ठ्याक्कै मेला महोत्सवहरू प्रायः जसो ठाउँमा छैनन्, अब काहीँ कतै भइरहेकोमा पनि अब फाटाफुट्ट महोत्सवहरू कुरा चलिरहेछ। सायद मेला महोत्सवहरूतिर पनि देख्न पाउनुहुन्छ, हेर्न पाउनुहुन्छ। यो गीतमा तपाईँले आफै लगानी गर्नुभयो हो कि? हो, पुरा मेरो लगानी छ, सबै लगानी मैले गरेको यो गीतमा, मेरो आफ्नै लगानी छ यसमा। भनेपछि तपाईँले अहिलेसम्म धेरै गीत बनाउनु भएको छ, सबैमा लगानी आफै गर्नुभएको छ? एकदमै, अब प्रायः सो गीतहरूमा आफ्नो लगानी छ, कतिपयमा साथीहरूले लगानी गर्नुभएको छ, तर यो गीतमा चाहिँ स्पेसल्ली मेरै लगानी हो सबै। अब यो गीत चर्चित बनिसकेपछि तपाईँलाई लगानी गर्नेको बाढी नै आउँछ होला?
अहिले यस्तो छ त्यो तपाईँले भनेको ठिकै हो मसँग लगभग धेरै मान्छेहरूले गीतको लागि कुरा गरिरहनु भएको छ भिडियोको लागि कुरा गरिरहनुहुन्छ एक दुईवटा गीतहरू त मैले भिडियो पनि खेलिसकेँ तपाईँको इन्टरभ्यू आउन्जेलसम्म भोलि पनि मेरो फेरि गीतकै सुटिङ छ होइन अनि अब नयाँ गीतहरूको लागि ल है हामी काम गर्न चाहन्छौँ जस्तो तरिकाले भन्नुहुन्छ त्यो तरिकाले गर्छौँ भनेर लगानी गर्ने मान्छेहरू पनि जोडिनु भएको छ थुप्रै अहिले त भनेपछि मोडलिङमा पनि तपाईँलाई राम्रो अफर आइरहेको मोडलिङमा पनि अफर आएको छ अब त्यसमा पनि मकैबारी दयाम पनि आफै नाचेको छु प्रायः गीतहरूमा आफै नाचिरहेको हुन्छु त्यसले गर्दा पनि अब अफर आइरहेको छ मकैबारी दर्याम 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 भन्ने बित्तिकै त्यो लोकल एकदम ठेट भाषा आयो त्यही भएर पनि गीत एकदम क्याची भयो फरक भाषा अलिकति पूर्वको मान्छेले सुन्दाखेरि ओहो के हो यो दर्याम दर्याम होइन भन्ने पनि लाग्ने मान्छेलाई अलिकति बुझ्न पनि गाह्रो अलिकति अनौठो पनि त्यो कुराहरूले पनि होला सायद धेरैले मन पराइदिनु भएको छ अब अर्को गीत चाहिँ कहिलेसम्म आउँछ हाम्रो अब अर्को गीत चाहिँ अब गीतहरू त मेरो अब अस्ति पनि आयो एउटा तपाईँको रुमाल बैनामा भन्ने गीत आएको छ त्यसमा चाहिँ मैले भिडियो खेलेको हो होइन हाम्रो सरिता कार्की दिदी र खेम सेन्चुरीले गाउनु भएको छ अब भोलि पनि अर्को एउटा गीतको तयारी सुटिङ हुँदैछ अब गीतहरू त आउँछन् थुप्रै आउने तयारीमा छन् हाम्रो गीत पहिला एउटा घन्टोकै भन्ने गीत पनि आएको थियो अब यस्तो घन्टोका गीत चाहिँ अलिकति मान्छेहरूले धेरै मन पराइदिनु भएको थियो धेरै त्यसलाई कन्ट्रोभर्सीमा पनि ल्याइदिनु भएको थियो होइन धेरै मान्छेले त्यसको अब विभिन्न किसिमका प्रतिक्रियाहरू दिनुभएको थियो जे होस् यो मकैबारी दर्याम दर्याम भन्दा अगाडि मलाई कामी दाइको घन्टोकाइले पनि केही मान्छेहरूसँग चिनाइदिने गीत चाहिँ हो मेरो त्यो भनेपछि घन्टोकाई गीत तपाईँलाई चिनाउने त्यो गीत पनि एउटा माध्यम थियो हो गीत सङ्गीतमा लाग्ने गीत सङ्गीतमा कर्म गर्ने मान्छेले पनि गीत सङ्गीतकै मान्छे हो है भन्ने चाहिँ बनाइदिएको थियो कन्ट्रोभर्सी भए पनि त्यो गीतले चाहिँ केही मलाई चाहिँ जे होस् अब गीत सङ्गीतमा मान्छेहरूलाई चाहिँ यो गीतको गायक भनेर अब राम्रो तरिकाले भन्ने कि नराम्रो तरिकाले भन्ने त्यो गीतलाई सबैले जे होस् सुनेको हुनाले पनि अब मेरो आवाजको कुरालाई लिएर सिर्जनाको हिसाबलाई लिएर जे होस् मान्छेहरूले यो गीतको गायक सर्जक भनेर चिन्नुहुन्छ त्यो गीत सुन्छौँ हामी ओके म आज चाहिँ अलिकति त्यो कस्तो हिजो त्यो पुरै पानीमा रुच्दै एउटा मौसममा गीत गाएर पनि होला अनि इन्डोरीमा पनि एउटा कार्यक्रम थियो त्यहाँ पनि गायो त्यो आवाज हुन्छ नि कस्तो भएको छ म गाउने प्रयास गर्छु सुन्दैन होला है त आशिकार्न आरैछौ भोकाई कामी दाइको कस्तो छ घन्टोकाई आइया 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 रहेछ नि भोको मजैले टोको रहेछ नि भोको मजैले टोको लामखुट्टेले मजैले टोको यो म्युजिक इन्डस्ट्रीमा टिक्न चाहिँ कतिको गाह्रो छ अब टिक्न गाह्रो छ अब चर्चित भयो सबैले चिने भने अब सबैबाट अब कामहरू गर्ने वातावरण बन्छ मेला महोत्सवहरू धाउने वातावरण बन्छ हरेक कुराहरू बन्छ अब जबसम्म अब आफ्नो सफलता नपाइरहँदाखेरि दुःख त हरेक क्षेत्रमा छ गीत सङ्गीतमा मात्र होइन अरू क्षेत्रहरूमा पनि मान्छेले सङ्घर्ष गर्ने टाइममा त गाह्रै छ निरन्तर लाग्यो भने सक्सेस हुन्छ निरन्तर कर्म गर्ने हो अब कर्म गर्दै जाँदाखेरि भगवान्ले पनि एउटा बाटो देखाउँछन् भन्छन् नि दुःख गर्न छोड्नु भएन कर्म गर्न छोड्नु भएन भने एक दिन न एक दिन भगवान्ले पनि त यो तरिकाले जा यस्तो गर भनेर माथिबाटै भगवान्ले पनि एउटा आइडिया चाहिँ दिन्छन् भन्छन् कि हो त्यो चाहिँ हुन्छ जस्तो लाग्यो अहिले आएर पछिल्लो समय तपाईँले घन्टोकै गाउनुभयो त्यसपछि तपाईँले अहिले दर्याम दर्याम गाउनुभयो त्योभन्दा फरक खाले गीत कस्ता छ नि त पिरतीले जोगी बनाए विष्णु माझीसँग छ धोकाको पसल छ देवी गर्दी दिदीसँग गएको छु अनि मेरा कुरा काट्नेको म त घाँटी काट्ने हो भन्ने एउटा पश्चिमतिर चलेको धेरै पहिला 7-8 वर्ष अगाडि चलेको गीत छ दुर्गेश थापा नाच्नु भएको छ त्यो गीतमा त्यो गीत गाएको छु अब प्रकाश सपुतले नाच्नु भएको छ मेरो पहिलो एल्बम नै त्यो गीतहरू छन् दर्जनौँ गीतहरू छन् कि यसो सर गएर युट्युबमा विशाल सोनी सर्च गरिदिनुहोस् अथवा मेरो नाम मेन्सन गरेर हेरिदिनुहोस् त्यहाँ मेरा अरू गीतहरू पनि छन् त्यहाँ तपाईँले रस ताल सुर दुःख पीडा हरेक कुरा भएका गीतहरू पनि छन् कि मेरा हेरिदिनुहोस् त्यसो भए एउटा हामी पुरानो गीत सुन्छौँ अब पुरानो गीतमा कुन गीत सुनाइदिने होला त भन्नुहोस् है अब म अलिकति गाउने मुडमा चाहिँ अब पिरतीले जोगी बनाएको थियो अलिकति घाँटीले पनि साथै दिएको छैन कि आज कस्तो अप्ठ्यारो फिलिङ भइरहेछ तै पनि बोलिरहेको छु पुरानो गीतमा चाहिँ त्यो पहिला सुरुमा मैले गाएको गीत गाइदिन्छु छुच्ची रहेछौ नानी ए छुच्ची 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 रहेछौ नानी ए जति माया गरे नि अरूलाई माया गर्छु नभन्नी कस्तो रहेछ बानी
ओइ माया गर्छु नभन्नी कस्तो रहेछ बानी। यो गीत हो। यो आज मलाई अलिकति स्वरले एकदम अप्ठ्यारोमा पारिरहेको छ, त्यही भएर खुलेर गाउने प्रयास चाहिँ अलिकति गर्न सकिरहेको छैन कि। तपाईँको गीतहरू प्राय फन्नी रमाइलो खाले हुन्छ। हजुर रमाइलो फन्नी छन् त। अब मैले भने नि त अब गीतहरू जम्मै छन्, मेरो धेरै छन्। अब तपाईँहरू युट्युबमा गएर हेर्नुहोस् होइन, त्यहाँ तपाईँले धेरै तरिकाका गीतहरू हेर्न पाउनुहुन्छ। फन्नी गीतहरू पनि, दुःख पीडा भएका गीतहरू पनि, माया प्रेममा छुटेका गीतहरू पनि, सबै गीतहरू हेर्न पाउनुहुन्छ। जस्तो यो कहिलेकाहीँ नसोचेका गीतहरूले पनि सिर्जनाहरूले पनि अत्याधिक माया प्राप्त गर्छन्। यो दर्याम गीत रेकर्ड गरिरहँदा बनाइरहँदा तपाईँलाई यो दर्याम गीतले अहिलेको जुन लोकप्रियता हासिल गरिरहेको छ यो उचाइमा पुग्छ भन्ने लागेको थियो? अब यति धेरै चल्छ भन्ने त थाहा थिएन, तर केहीसम्म चाहिँ मान्छेहरूलाई चाहिँ टच चाहिँ गर्छ भन्ने चाहिँ दिमागमा आएरै लगानी गरेको हो खास होइन। तर यति धेरै यो सफलता पुग्ला, यति धेरै माया पाइएला भन्ने त त्यो त अब कल्पना गर्न नसक्ने कुरा हो। जस्तै गीत चलिसकेपछि पछिल्लो समय तपाईँ र गायिका बिचको एक संवादमा एउटा अन्तर्वार्ताकै क्रममा चाहिँ औँठी अलिकति अझ करोड कलममा पुगेपछि गायिका बहिनीलाई चाहिँ औँठी किनिदिन्छु भन्ने र बाचा गर्नु भएको छ भन्ने कुरा आएको छ। के हो खास? त्यो त जिस्केर बोलेको कुराहरू हो। अब त्यो कति नै पैसा आउँछ युट्युबमा होइन, उहाँहरूलाई दिनलाई त आफ्नै लगानी उठाउनु ठिक्क होला जस्तो छ। त्यो त अब उहाँलाई त्यो सम्झिने, उहाँले त रमाइलो गराइदिएको हो, त्यो बाहेक अरू केही होइन। त्यो तपाईँको गीतहरू प्राय रमाइलो खाले हुन्छन्, तर तपाईँको जीवनको सङ्घर्ष चाहिँ के छ? सङ्घर्ष त अब त्यही हो, मान्छे जबसम्म सफलता पुग्न पाएको हुन्न तबसम्म धेरै दिनहरू तनावहरू लिने, टेन्सनमा बस्ने, कतिपय गीतहरू नचलिरहँदाखेरि आफूलाई पनि एउटा छुट्टै तनावहरू हुने, त्यो हरेक कुराहरू हुन्छ। त्यो मेरो जीवनमा पनि कहिले सुख कहिले दुःख, नर्मल्ली आँसु त भइ नै रहन्छ। तपाईँ दैलेखदेखि काठमाडौँ आउँदाखेरि हजुर निकै सङ्घर्ष गर्नुभएको छ। जोस् गीत सङ्गीतमा दुःख सुख गरिएको छ। अब त्यो दुःख सुख गर्दै गर्दाखेरि आज जोस् यहाँहरूले हेरिदिनु भएको छ, चिनिदिनु भएको छ, त्यही त हो। यो साङ्गीतिक क्षेत्रमा सङ्घर्ष गरिरहँदा परिवार फ्यामिलीबाट कतिको सपोर्ट छ? धेरै छ। मलाई त सबैले सान्त्वना दिनुहुन्छ, सबैले ल ठिक छ गर्नुपर्छ राम्रो। अब अहिले त झन् अब सफलता पुगेपछि झन् खुसी हुनुहुन्छ। छोटो र मिठो संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। धेरै धेरै धन्यवाद छ। मेरा केही कुराहरू राख्ने प्रयास गरिदिनु भयो। अब मैले जानी नजानी अलिकति स्वस्थ असुस्थको कारणले गर्दा पनि यहाँसँग धेरै लामो अन्तरङ्ग भलाकुसारी नभएको पनि होला होइन। जति बोल्यौँ जति कुरा गऱ्यौँ यहाँहरू सबैले मन पराइदिनु होला, हेरिदिनु होला, माया गरिदिनु होला। मकैबारी दर्याम हेर्न नबिर्सनु होला। यो माया सदैव निरन्तर रहोस्। धन्यवाद।